This is my motherland. हामी रूपपाटन भन्ने लेखमा छौँ दाइ हैन Is रूपपाटन my birth. वो मेरो भाइ एम्बु राजा उसको पनि आफ्नै च्यानल छ। यो भिडियो पनि तपाईको त्यही च्यानलमा आइरहन्छ, हेर्दिनु होला, माया गरिदिनु होला। यो रूपपाटन भन्ने लेख हो डोल्पाको। यार्सो गुम्बा बहुमूल्य जडीबुटी सुनिराख्नु भएको छ होला तपाईहरुले। उहाँहरू पनि यार्सो गुम्बाका एकदम भोगीहरू। यार्सो गुम्बा भनेको एउटा यस्तो चिज हो कि तपाईलाई लाग्छ होला हे यस्तै यार्सो गुम्बा, तर यार्सो गुम्बा सर्च गरेर हेर्नुहोस् तपाईले सबै कुराहरू के मिल्दो रहेछ त। अब देशमा एउटा राजा हुन्छ भने विश्वको राजा हो, जडीबुटीको राजा हो है विश्वको। यो कुरा चाहिँ एकदम बटुलेर सम्झना। अब यसले के काम गर्छ भनेर बुझ्नुहुन्छ भनेपछि यसो एम्बु राजा सर्च गर्नु होला, प्लस त्यहाँबाट म पनि जोडिनेवाला छु। तपाईँलाई जानकारी मिठो पाउनुहुनेछ। तपाईँको कुन रोगको काम गर्छ त्यसको कीटाणु जो कि यसको मूल्य तोकिने हो, मान्छेले तोक्छ होइन। खासमा यसको मूल्य लगभग मान्छे पछिको महँगो चिज नै यही जडीबुटी यार्सो गुम्बा हो जस्तो लाग्छ। तपाईको कुरा सँगसँगै के हो भनेपछि प्रायले सुनिरहेछन् होला हैन, नेपालकै सबभन्दा ठुलो के रे जिल्ला भनेर चिनिएको डोल्पा जिल्ला हैन दाइ। अनि त्यही लगायत सँगसँगै के अनि डोल्पा जिल्लामा कति बहुमूल्य चिज छ भन्ने कुरो प्रायले सुन्नु भएको छ होला, प्रायले सुन्नु भएको छैन होला। सबभन्दा बहुमूल्य चिज भनेको हाम्रो यार्सो गुम्बा है दाइ, के हैन यार्सो गुम्बा हो। त्यसलाई महत्त्वपूर्ण कसरी गर्ने र के गर्ने भन्ने कुरो चाहिँ हामीलाई थाहा नभयो नि दाइ, व्यापारीलाई थाहा छ। थाहा छ हो व्यापारीलाई हैन, व्यापारी हिँड्नै सक्दैनन् हैन, सक्दैनन्। अब के यो पैसा भनेको यस्तो चिज रहेछ कि मान्छेलाई हिँडाल्न पनि जाम गरिदिँदो रहेछ के। 2 hours later. 5 minutes later. आजको मिसन चाहिँ हाम्रो के रे पुरै टार्गेट चाहिँ कताको बेना? मेरो टार्गेट चाहिँ आज चिनाडाङ्सी भन्ने ठाउँमा जान लागिरहेको छ। हजुर यही 2-4वटा यात्रा भेट्छ कि भन्ने लोभले मान्छेको। यदि भेटेन भने चाहिँ के गर्नुहुन्छ बेना? भेटेन भने खाली आउँछु नि, खाली कसैको साउको खाएको छैन हैन, हजुर आफ्नै घरबाट लिएर खाएको। हजुर तर गाह्रो छैन, गाह्रो छैन। अब योभन्दा नि पहिला हामी भिडियोमा चाहिँ जोडिएका थियौँ बेना, योभन्दा अगाडि जोडिएकै हो। जोडिएकै हो। एम्बु राजा युट्युब च्यानलमा गएर लाइक सेयर कमेन्ट गरिदिनु होला भनिदिनु त बेना। तपाईँको हाँसो चाहिँ महँगो हो बेना। भन्नुहोस् बेना होइन, यति राम्रो सिन छ यति होइन। हामी चाहिँ के अरे योभन्दा पनि हिजोको दिनमा चाहिँ हामी भेनासँग जोडिएका थियौँ होइन। हिजोको दिन भन्दा नि हाम्रो भेनाको चाहिँ 4-5वटा के अरे भिडियोहरू चाहिँ गइसकेको थियो होइन। अनि भन्नुहोस् भेना अझै केही कुराहरू छ भने भन्नुहोस् है, फेरि लाज नमानेर। लाज सरम त खासै बुढो मान्छेलाई केही छैन, केही छैन। बच्चाहरू देखेर म घिनाउने मान्छे पनि होइन, आफ्नै मनोरञ्जन कार्यक्रम हो यो। कतिपय चाहिँ मान्छेहरूलाई अब हेरिराख्यो होला मजा के छ होइन, कुन मान्छे हो भने चिनिरहेको छ भनेर मान्छे होइन। अहिले अब यो हिँड्दा यो पाटनको बुक्कीले कस्तो सास फुलिरहेको छ, धेरै बोल्न पनि मन छैन कि। मन छैन। अब तपाईँ त चुरोटै नखाने मान्छे, अहिले त चुरोट तानिराख्नु भएको छ त। यो ग्यास्ट्रिक प्रब्लम भएको कारणले। के अरे ग्यास्ट्रिक प्रब्लम। हेलो के छ दाइ? ठिकै छ होइन, हिँड्दा थाक लाग्यो।